टन्टनपुर हो भगवान कहाँ जानु पर्ने हौ खतरा कति मिनेट पनि ज्यादा ल्यायो यो पनि त्यस्तै गर्दिन अलिकति काट्दिनु हो गोडी मात्रै राम्रो हुन्छ भन्ने छैन काली पनि राम्रो नै हुन्छ मेरो बुजो मेरो भाइ सो हेलो एभ्रीवन फ्यापुलो नमस्ते वेलकम ब्याक टु माई च्यानल अगेन मिस्टर ब्लोन भ्लग र मेरो भ्लगमा हजुरहरूलाई फेरि पनि स्वागत छ आजको भ्लग मैले स्टार्ट गरिसकेको छु एन्ड अ भेरी गुड मर्निङ टु एभ्रीवन ह्याभ अ गुड डे टु एभ्रीवन हैन अनि अहिले चाहिँ म यहाँ बाटोमा पर्खिरहेको छु मेरो मम्मीलाई मम्मी र म चाहिँ अहिले दुधे टेलरकोमा जान आँटेको प्लस हिजो व्हाइट सिमेन्ट लाउँदा सकिरहेको थियो नि त 10 केजी सकिसक्यो तर पनि पुगेको छैन सो आज पनि ल्याउन जाँदैछु त्यही हो आजको भ्लग के कसो हुन्छ तपाईँ हेरिदिनु होला ऊ भाइ पनि आउँदैछ ओइ उयो स्ट्यान्ड गर्न भाइ यसले त खतरा गर्छ नि खतरा गर्छ अरे ए आज कम्ती भयो है गर्दा भाइ खतरा गर्छ कति मिनेट पनि ज्यादा ल्यायो अडाउँछ क्या डिस्टर्ब नगर नि तँ चाहिँ र म चाहिँ अहिले यहाँ बसिरहेको छु ग्लास पनि पुस्नुपर्ने भइरहेछ घाम पनि यहाँ आम्मामा कस्तो टन लागेको नि सूर्य उयो के अरे पदम दाइले भन्थ्यो नि सूर्यदेव के अरे घामको उयो के अरे ब्राइटनेस कम गर्नु भन्छ नि त्यस्तै भन्ला जस्तो त है डुब्छन् होइन मेरो पुच्छर छोड्दैन है मलाई गाइस यसले चाहिँ जहाँ गए पनि जान्छ आमामा ऊ हेरे म त को रहेछ भनेको त हेलो गाइस मलाई त काली देखिरहेको होला मुख पनि दुखेको छैन ब्रस पनि गर्दै छैन कहाँ गइरहेको चाहिँ नानी पुगेको यहाँको ए यसको त गाइस यसको त नाइट हो मेरो भ्लगमै गाडेको छ क्या जहिले भ्लग गर्दा पनि आइपुग्छ त है जहिले पनि आइपुग्छ दुध जाने काम छ नि त मेरो कि सिमेन्ट ल्याउनु र त मम्मीको उयो ट्रेल जाने काम छ अरे नि त ट्रेलकोमा जाने काम छ अरे नि त जानु रहेछ ठिकै भेट्यो ल अब अलिक एकछिन घर माथि घरसम्म कुदाउँछु हो त्यो भ्लगर हल्का 1-2 शब्द राख्दैन अब हेलो गाइस वेलकम टु अबिको ब्लग मिस्टर ब्लोन अनि अहिले चाहिँ म भर्खर नानीलाई स्कुल पुगाइकन आएको गरमले मन नाच्यो गरम भएर चाहिँ मैले यहाँ टवल भइदिकन आएको चढेको ल आइज बुझ अनि के अरे आइज आइज मैले चाहिँ ब्रसहरू पनि गरेको छैन खाना भोक लागेर म नाच्छु खानै सकेको छैन यस्तो टन्टनपुर खान्छ हो भगवान कहाँ जानु पर्ने हौ कसैले एक हप्ता जस्तो चढ्छ देख न हाम्रो बुझोमै चढ्छ मेरो बुझो चाहिँ जहिले पनि सानो मैले एक हप्ताको उता पालेको नि त यो चाहिँ कि स्टार्टिङदेखि मैले चढाएको चढ्ने बानी त्यसको पनि कहाँमा जानुभएको अस्ति हामीले उयो गीत गाएन अब होली खेले एउटा गीत गाएन नि तिमीहरू डान्स गर्थ्यो अब त्यो क्लिप त मैले हालिनँ तिमीहरू फाल्टै भ्लग भिडियो गरेको थियो नि त होइन आज गीत दिउँ न अन्त बलम पिचकारी जो तूने मुझे मारी जो सीधी सादी छोरी शराबी हो गई तो यहीँ जाने कि पर जाने यहीँ जान्छु नि हौ उता अनि आमा त मार्छ आइपुग्यो हाम्रो आप्पालाई पनि देखाउँ न हाम्रो आप्पाले त निम्बु हेर्नु हुँदैछ आपा भन्दिनँ हेलो भन्नु त भन्दा के हुन्छ भ्लगमा है त्यही त ए छँदा लज छ सबजनाले क्या सबजना डेली भ्लग गर्नु भनेर उयो गरिरहेछ मलाई कि ए हाम्रो आङ्गीले पनि भन्दैछ अब टाइमै त पाउँदैन अब जति सक्दो गर्ने कोसिस नै गर्नुपर्ने रहेछ है किन टाइम पाउँदैन फेरि हामीले मोबाइल त 24 घन्टा हातमै हुन्छ त है अलिअलि क्लिप हाल्नु त हो नि है के हुन्छ है हाल्ने कोसिस गर्दैछु गाइस ल म गएको अब घर पोछा गर्नु छ खाना खानु छ ब्रस गर्नु छ बाथरुमहरू सफा गर्नु छ यसले काम कति भने गर्दैन है गाइस यसले के पनि म बिहानै वकमा जाँदाखेरि मर्निङ वकमा जाँदाखेरि आँसुले डल्लै काम गर्दै थिएँ साला होइन आमाले त त्यो उयो धुलो मात्रै उयो गरेको म त सुतिरहेको थिएँ लु भन्दा उयो के अरे फुलमा पानी कसले हाल्यो आमाले माथिको कसले बढाले भन्दा अन्त के अन्त पोचा के लाउँछ भनेको ल गरिसक्यो त मम्मीले बिहानै गरेको छैन
जानु घरको हालत हेर्दै कस्तो मैला भइरहेको छ दाग के दाग अब पोछा गर्ने हो अनि रेशमी म त यहाँ माथि ए आउँछ ठिक टाइममा मैले रेशमीको नाम लिइरहेको छु मलाई अब यो झन्डा लड्यो मलाई त यहाँ आएको देखेर त रेशमीको पो याद आउँछ हौ जहिले पनि रेशमीले आँगन बढ्दै गरेको हुन्छ हो इस आमा क्युरिङ गर्दै गरेको हुन्छ सबै त्यसले गर्थ्यो कान्छी छोरी हुनुको फाइदा यही हो नि त नि अब त के कान्छी नै जेठी चोयो त जेठी बिहा भइहाल्यो अब मै हो यस्तो गल्छ भने नि खै निम्बु अस्ति त निम्बु चोर्सास हेनतेन भन्दै मलाई भ्लगमा भन्दै थियो निम्बु छैन म हेर्न कत्रो कत्रो भइरहेको छ भित्र छ अब हामी त लुकाउँछ नि त अब त्यही भएर यहाँ सुङ्दीहरू बाँधिरहेको छ उयोहरू हो किनभने नजर लाग्छ नि त आङ्गीले क्या यहाँबाट भनिदिन्छु आङ्गी रिता हामीले चाहिँ रोमनको साइकल ढुट्ट पार्यो भनेर कमेन्ट गरेको रहेछ कि कसले आङ्गीले हौ कहाँ पार्यो हामीले है त्यो त उताबाट के अरे बेङ्गलोरबाट त्यो एक दिन त कुदाको है रोमनको साइकल ढुट्ट पनि भइसक्यो ब्रेक पनि लाग्दैन साल त रोमनले त आमामा पुरा कुदाउँछ है कुदाउँछ होइन अरूलाई दिइरहेको छौ दिइरहेको छौ भोक्नेमा आएको भनौँ न किन भोक्नेमा बाच्चा लेखिँदैन नि ए ल लु जा मेरो पनि दुध जाने काम छ गाई कतिखेर कि जाने अहिले त के गर्छ नि लैजाउँ भने यसले के गर्छ छैन मैले ब्रसै त गरेको छैन ल ठिकै छ दाँतहरू पहेँलो पहेँलो छ खै मम्मी मन्दिर जान्छु भन्दै त्यहाँ घरमा छ कि छैन हो ए मन्दिर जान्छु भने कि जानुभयो जानुभएछ गाइस काम ज्यादा भएर होला यहाँ गालाहरू घटिरहेछ यी नभएर घटेको छ अरे आमामा तर घटेको राम्रो नि 26 वर्षको भनिरहेछ मलाई मान्छेले यत्रो ठुलो दादाले पनि दिदी हेर्ने मलाई त म छक्क परेको नि अब अस्ति क्या त उहाँ बिहामा पनि क्या कत्रो अक्लो नक्लो अरे कि यसलाई म भन्दा पनि ठुलो भन्दै भने होइन मैले त्यो एयर होस्टेस भने त्यो फेरि पत्ता गएँ रेजिका त एयर होस्टेस पो हो त भनेको थिएँ ए अरे अब खोइ बेला त हल्का अब जोत्नु पनि पऱ्यो नि होइन पताउँछ फेरि किन यो अग्ली छ टल छ नि त हो ठिकै भन्यो राम्रो नै छ यता देख न गाइस अब मान्छेले यो काली छ भन्छ काली भए पनि म राम्रै छु गोरी मात्रै राम्रो हुन्छ भन्ने छैन काली पनि राम्रो नै हुन्छ फर इक्जाम्पल मी भन्न त फर इक्जाम्पल मी आमामा लु म जान्छु ल माथि घर तँलाई स्टेसन जानु पो छोडिदिएको त कस्तो काम लाग्यो फेरि आजकल है बापरे हिजो त के उयो तुफान आउला जस्तो है कस्तो भयो अरे म जान्छु ल खै मुखब्याङ बनाउँछु भन्दा त कथा भइसक्यो है तँ किन्न खोइ मेरो पैसा त्यसको ब्लग बनाउनु अरे हो गाइस मैले किनेर चाहिँ खानु अरे म पैसा हाल्दै भन्नु एक दुईजनालाई तेरो युट्युबबाट पैसा आउँदाखेरि मलाई पनि दिन्छस् दिन्छु हेरौँ न लेट्स सी गाइस फेमस पार्दिहाल्नु त्यसो भए लु त्यो कहिले हो होइन यो त अब जस्ट हाम्रो बिगिनिङ त होइन जस्ट स्टार्टिङ त हो यो कहिलेतिर म किन्छु के खानु मन पर्यो भने अन्त तल भन्छ नि ल यसले चाहिँ खाँदैन कि म चाहिँ खान्छु गाइस मेरो चाहिँ मुखबाङ आउँछ ल यसको युट्युब च्यानलमा मेरो मुखबाङ आउँछ ल एक्लै 3x किन्छु म ल आम्बो 2x पनि हैन 2x हैन 3x दुईटा किन्छु हो अनि 4टा अन्डा पैसा भएको बेलामा अहिले त अलिक म बजेट चाहिरहेछ कि पैसा अनि सेभिङ गर्दैछु कि अहिले त्यही भएर मैले खर्च नगरेको नभए म अस्ति किनेर यसलाई मुखबाङ गरौँ भन्थेँ कि अलिक दिन पकिन्न पैसा भइहाल्छ मैले गाइस सुन्नु न मैले मुखबाङमा के सोचेको थिएँ भने त यसले चाहिँ त्यो रामेन खान्छ म चाहिँ वाइ बनाउँछु भन्थे मिल्दैन होइन अब म त्यस्तो पिरोहरू खाँदिनँ म पहिलादेखि यस्तो पिरोहरू नखाएको होइन फेरि यो गरमको प्रब्लम हुन्छ नि त फेरि अन्त अहिले झन् यस्तो घाम भइरहेछ मेरो मम्मी पनि रेडी भएर आइसक्नु भयो यहाँ हेर्नु न अब यसलाई फेरि घर पुऱ्याउनु पर्छ जहाँ पनि पछ्याउँछ यो अब सानोदेखि आदत मैले नै बिगारेको मेरो बुझो मेरो भाइ घर जानुपर्छ त बुझिस् बुझ्यो बुझ्दिनँ भन्छ अब यसले तँलाई म घर पुऱ्याइदिन्छु नभए हेर्नु न गाडीमा पनि थपक्क बस्यो भने हुन्छ नि अरू कुकुर देख्यो भने फेरि भुक्ला जस्तो गर्छ हो अनि भरे गाडी घोडाको कुरा
त्यही भएर म यसलाई लादिनँ र म र मम्मी चाहिँ जानु आँटेको अब। सो गाइस मम्मी पनि रेडी भएर आइसक्नु भयो। मम्मी हेलो भनिदिनु। हेलो गाइस, अब आमा छोरा चाहिँ हामी दुधै जान लागेको। जान लाग्यो। हेर्नु न मेरो भाइ फेरि पछि यसलाई घर के चाहिँ गर्नु हो यसलाई। सानोमा मैले यो बिगारेको नि त्यसको बानी, सानैदेखि स्कुटीमा चढ्ने बानी गऱ्यो हौ, मान्दैन। अब यसलाई तल घरमा पुऱ्याइदिनुपर्छ अब। अनि अब त सिधै दुधै गएर भेट्यौँ होला हौ, म यसलाई घरमा छोडिदिन्छु हो। त्यहाँपछि ल अब चाहिँ हामी जाने हो गाइस। हामी चाहिँ हेर्नु न हाम्रो गाउँ, यो चाहिँ माथिल्लो लाइन हो। यो चाहिँ मम्मी चाहिँ दुध आइपुग्यौँ। हेर्नु न गरम, बाफ्रे। यहाँ मम्मी चाहिँ नाप्नु हुँदैछ। पुरा गरम छ, पुरा भन्दा पनि पुरा। मैले वाइट सिमेन्ट पनि ल्याएँ। पर छ मेरो स्कुटी त्यो पर शीतलमा राखेको नि। यता हेर्नु न कस्तो टन्डन काम छ नि त। लु अब आमाको पनि हुनु आँटिसक्यो, हुँदैछ। अङ्कल यहाँ हेलो भनिदिनु न, हेलो भनिदिनु न। हेलो म भिडियो बनाउँछु नि त। यहाँ अङ्कलले चाहिँ एकदम दामी बनाउनुहुन्छ। सो तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ आनन्द अङ्कल भैयाकोमा होइन, सबैजनाले चिन्नुहुन्छ। हामी चाहिँ जहिले पनि यहाँ आउँछ नि त, जे घटाउँछ जे मिलाउँछ यहाँ आउँछ नि त हामी। आमाको चाहिँ यो, मम्मीको चाहिँ यो घटाउनु पनि छ अरे। यो के हो? अनि यो चाहिँ लामो, बेसी लामो छ कि यो पनि त्यस्तै गर्दिनँ, अलिकति काट्दिनँ हो। यति ऊ पर चाहिँ मेरो दादा आउँदैछ, त्यो पनि आएको रहेछ नि त हो। ऊ पर म देखाउँदै ल आउँदैछौ, जाँदैछौ। जाँदैछ ऊ भाउजू, दादा गयो। भाउजूले पनि हेर्नु नि त, हाम्रो भाउजूले, सुन्दा भाउजूले पनि हेर्नुहुन्छ नि त। दादा चाहिँ भर्खर जानुभयो, एकदम डुल्दैछ, हिरो भएर डुल्दैछ यहाँ चाहिँ, कराउनु नि त्यसलाई। सो गाइस म चाहिँ भर्खर घर पनि आइपुग्यौँ। अब मम्मीलाई पनि माथि घरसम्म छोडिदिएर आयौँ होइन। अब त्यही त हो, दोकान पनि हेर्नुपर्छ। यो छ मेरो दोकानको सामानहरू। अहिले फिलहाल हामी उतापट्टि दोकानमा सिफ्ट भएको छुइनँ, यहाँ रुममा नि हालिरहेको छु नि त होइन। ओह मैले नलगेको रिसले बम बारेछ मेरो भाइ छु गाडी अगाडि। सो अब वाइट सिमेन्ट लाउनु तर्फ लाग्नुपर्छ। वाइट सिमेन्ट पनि मैले झारेको छुइनँ। घाममा कता राख्नु गाडी पनि, जता पनि यसरी भइरहेछ घाम टन टन। अनि यहाँ ट्याङ्कीको मात्रै यो छोपिदिएको। अब यो वाइट सिमेन्ट छ, म लाउँछु गाइस। डल्लै भित्ता छ अझै लाउनु पनि। यो बाहिरको भित्ताहरू, उताको भित्ताहरू, यो सब भित्ताहरू लाउनु पर्ने छ आज हो। सो गाइस आजको भ्लग म यहीँसम्म राख्छु। सो आजको भ्लग मन पऱ्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। सो सी यू इन माई नेक्स्ट भ्लग। बाई गाइस।